नमस्कार यहाँहरू सबैलाई। आज म यो ढिँडो पकाउने विधि सिकाउँदैछु। यो बान बसाइसके पछाडि चाहिँ हाम्रो गाउँतिर अब पहिला त हाम्रो अग्रजहरूले भन्नुहुन्थ्यो, यो हामीले चाहिँ अब धुले पेन्जा भन्छ। पानी बसाउने बित्तिकै चाहिँ यसरी यो पिठो छरिहाल्नुपर्छ अरे। अब यसको वैज्ञानिक कारण पनि हुन सक्ला, तर हाम्रो चाहिँ अब ठुला बडाहरूले भन्नुहुन्थ्यो यसरी धुले छरिएन भने चाहिँ हनुमान औलोस्ताम भन्ने। तर यो चाहिँ मेरो विचारमा यसरी धुले छर्नु भनेको, यो पिठो हाल्नु भनेको चाहिँ वैज्ञानिक कारण चाहिँ अलिकति यो भित्रबाट उम्लिँदाखेरि माथिबाट ढकनी लाए जस्तै पानी बाक्लो भएपछि छिटो पानी उम्लिन्छ भन्ने कारणले होला, बाफ नौडोस् भन्ने उसले होला। र त्यस पछाडि गाउँघरतिर प्राय यो दाबिलोलाई चाहिँ मैले देख्दाखेरि हाम्रो अग्रजहरूले दाबिले माथिबाट अब भारबाट झिक्ने, सरङबाट झिक्ने अनि ठ्याक्कै यसरी आगम जहिले यसरी लाउनुहुन्थ्यो, यसरी पोल्नुहुन्थ्यो। किन यसरी पोल्नुहुन्थ्यो होला भन्ने लागेको चाहिँ अब उहाँहरूको यो पनि वैज्ञानिक कारण नै रहेछ मैले बुझ्दाखेरि। यो धेरै दिन नचलाएर राखेपछि अब यसमा विभिन्न किसिमको कीटाणुहरू, अब फोहोरहरू जम्न सक्छ अथवा साङ्लाहरूले केहीले फोहोर पनि गरिदिन सक्छ। त्यही भएर अब यसलाई धुने कुरा त भएन। पकाउने बेलामा यसरी जहिले पनि आगोमा हाम्रो बुवाहरू र आमाहरूले ढिँडो पकाउँदा यसरी पोल्नुहुन्थ्यो। त्यो चाहिँ भनेको कीटाणु र अथवा फोहोरहरू चाहिँ अब यहाँ भएको जलोस् भन्ने कारणले रहेछ। त्यसरी यति जानकारी गराए। धन्यवाद।